एउटा कुरा क्या, मैले पनि सक्दो आफ्नो जीव ज्यान लगाएर हैन दह्रो मेहनत गरेर कसैको बारेमा केही सत्य र धेरै जसो चाहिँ एकदम झुटो कुराहरू बनाएर त्यसलाई चाहिँ सत्य जस्तो बनाएर सकेसम्म एआई नै लगाएर भनौँ न। अब अहिले त एआईले दुनियाँ कुराहरू गर्न मिल्छ हैन। एआई लगाएर भए पनि उसको बारेमा गलत कुराहरूको प्रमाण जुटाएर उसको दह्रो एकदम भयङ्करै भनौँ न, लु भयङ्कर बेइज्जत गरेँ। अनि पछि मात्रै मैले चाहिँ यो यतिकै गरेको हो, रमाइलोको लागि गरेको हो, यो यसरी एकदम सिरियसली चाहिँ लिनु हुँदैन थियो। तैपनि म माफी चाहन्छु, उहाँको चित्त दुखेछ हैन। मेरो मनसाय चाहिँ यस्तो थिएन भनेर मैले भने अरू सबैजनाले त त्यसको त्यो एआई भिडियो हो, एआई सामग्री हो भनेर थाहा पाए पनि कतिले त पत्याउँदैन नि त। अनि त्यो बेलामा मैले जसको बेइज्जत गरेको थिएँ त्यसको त भयङ्कर बदनाम हुन्छ। अनि पुलिसले लगेर मलाई थुनेर उसलाई न्याय दिए पनि हैन, समाजको नजरमा त ऊ दोषी नै हुन्छ। अनि मैले माफी मागेर चाहिँ उसको त्यो इज्जत, उसको त्यो मान प्रतिष्ठाहरू फिर्ता आउँछ त? आउँदैन नि। हो, अहिले ठ्याक्कै यही भाषा क्या, अर्काको बारेमा एउटा मजाक बनाएर हैन, दुनियाँलाई मनोरञ्जन दिनको लागि अर्काको त्यसरी मजाक उडाइएको छ। अर्कालाई जे पाए त्यही भनेर चित्त दुखाएर पछि गएर चाहिँ माफी मागेको छ। यो कुराहरू चाहिँ एकदम नराम्रो हो, गलत हो हैन। यो गलतलाई गलत भन्न सक्नुपर्छ। कतिले चाहिँ अब कमेडियनहरू यस्तै हो, अब यस्तै गर्छन् भनेर लिइरहेको हुन्छ। तर अर्काको व्यक्तिगत जिन्दगीलाई त्यसरी मजाकको रूपमा उडाउनु हुँदैन र उडाउनलाई त्योसँग अधिकार पनि छैन क्या। त्यो कुराहरू चाहिँ जोसुकैले होस्, त्यो सानो मान्छे होस् ठुलो मान्छे होस्, सबैजनाले याद गर्नुपर्छ क्या। नत्र भोलि भविष्यमा एकदम गाह्रो हुन्छ। तपाईँलाई त गाह्रो नहोला, तर जसको बारेमा चाहिँ तपाईँहरूले मजाक बनाउनु भएको छ, जसलाई चाहिँ उडाउनु भएको छ, त्यो मान्छेहरूलाई चाहिँ लास्टै गाह्रो हुन्छ, एकदमै गाह्रो हुन्छ। समाजमा जिउनलाई पनि एकदम हम्मे हुनसक्छ क्या। त्यही भएर सोच विचार गर्नुपर्छ।